बाढी र पहिरोपछि हाम्रो स्वास्थ्य धेरै जोखिममा पर्छ। दूषित पानी, माटो र भीडभाडका कारण हैजा, टाइफाइड, मलेरिया जस्ता रोगहरू सर्न सक्छन्। बाढीपछि देखिने रोग र बच्ने उपायहरू। बाढी र पहिरोपछि हाम्रो स्वास्थ्य धेरै जोखिममा पर्छ। दूषित पानी, माटो र भीडभाडले रोग सर्न सजिलो बनाउँछ। सबैभन्दा बढी सर्ने रोगहरू हैजा, टाइफाइड र पेट सम्बन्धी संक्रमण, दूषित पानी र खाना मुख्य कारण हुन्। लामखुट्टेले आफ्नो अन्डा प्राय स्थिर, चिल्लो र खुल्ला पानी भएको ठाउँमा पार्छ। यसले मलेरिया र डेङ्गु फैलाउँछ। सुरक्षित रहन खाना खाने अघि र टोयलेट पछि साबुनले हात धुनुहोस्। खाना राम्ररी पकाउनुहोस् र सुरक्षित पानी मात्र प्रयोग गर्नुहोस्। लामखुट्टेबाट बच्न लामो कपडा लगाउनुहोस् र झुल वा मच्छरदानी प्रयोग गर्नुहोस्। घाउ भए तुरन्त सफा गर्नुहोस् र आवश्यक परे एन्टिसेप्टिक लगाउनुहोस्। सुरक्षित आश्रयमा बस्नुहोस् र पिउन योग्य पानी मात्र प्रयोग गर्नुहोस्। सुरक्षा, सफाई र सचेतना अपनाएर बाढीपछि आफ्नो स्वास्थ्य र परिवारलाई सुरक्षित राख्न सकिन्छ। बाढी र पहिरोपछि सचेत रहनुहोस्, सुरक्षित रहनुहोस्। धन्यवाद।